गुरु साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः। तस्मै श्री गुरवे नमः। सद्गुरुदेव भगवान को राष्ट्रदेव पशुपतिनाथ को 64 ज्योतिर्लिंग महिमा को वैदिक सत्य सनातन धर्म को वैदिक सत्य सनातन धर्म को ओम नमः पार्वती पतये हर 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 महादेव शंभो। भर्खरै आदि सन्यास आश्रमका पीठाधीश एवं नेपाल सङ्घ समाजका अध्यक्ष आज यस कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व हुनुहुन्छ, आगमन भएको छ र यहाँ विषय प्रस्तुत गर्ने क्रममा उपान्त्य मेरो क्रम आएको छ। त्यसपछि स्वामीको सानो आशीर्वचनपछि आजको यो कार्यक्रम समापन हुनेछ। सबैले थोरै बाहिरको चिया प्रसाद केही चमेनाको व्यवस्था छ, दिएर बुझेर मात्रै जानुहुनेछ। आयोजकको तर्फबाट केही कुरा भन्दै अब यो कुरा किन सुरु गरियो, कसरी गरियो भन्ने केही कुराहरू मैले यहाँ राख्छु। भगवान पशुपतिनाथ नेपालका राष्ट्रदेव हुनुहुन्छ र हामीले धेरै राष्ट्रमा अप्ठ्यारो पर्दा पुकारा गर्ने, सम्झिने, शिर झुकाउने नेपालीहरूले विदेश जाँदा पनि एयरपोर्ट नजिकै परेर पनि होला अनिवार्य दर्शन गर्ने, आउँदाखेरि पनि हाजिर लगाउने एउटा ठाउँ पनि भएको छ। र आफू विदेश जाँदा आफूले केही मठ मन्दिर बनाउनु पर्यो भने बनाउने एउटा केन्द्र पनि त्यही भगवान पशुपतिनाथको नाममा हुँदो रहेछ, पशुपतिनाथ मन्दिर। अनि बौद्धलाई पनि अलिकति जोड्न खोजेर होला पशुपतिनाथ बुद्ध मन्दिर भनेर यस्तो खालको ज्यादा विदेशतिर पनि संस्थाहरू भएको हामीले पाउँछौँ। त्यसकारण सम्पूर्ण नेपालको आध्यात्मिक पहिचानको सूत्रधारको रूपमा रहनुभएका भगवान पशुपतिनाथ, जो जैन परम्परामा आदिनाथ हुनुहुन्छ, नाथ परम्पराका नाथपन्थीहरूमा गोरखनाथको रूपमा हुनुहुन्छ, त्यसै गरी सुन्नीमा पारुहाङ भनेर पारुहाङको रूपमा किरानीहरूका लागि आराध्य बन्नुभएको छ, अवलोकितेश्वरको नाममा बौद्ध मार्गीहरूका लागि आराध्य बन्नुभएको छ र हाम्रा लागि जगदाराध्य ब्रह्मा विष्णु र इन्द्र आदि देवताहरूद्वारा पनि पूजित देवताहरूका पनि देवता देवाधिदेव महादेवको रूपमा स्थापित हुनुहुन्छ। ब्रह्मा विष्णु र इन्द्रले मिलेर कैलाशमा भगवान अलग हुनुभएछ, खोजी गर्न भनेर धुई पत्तो आकाश पाताल एक गरी कहाँ हराए देउता कहाँ हराए भनेर खोज्न भनेर हिँडे। कैलाशमा भगवान हुनुहुन्न, महाकैलाशमा रित्तै छ आसन। पार्वती पनि हुनु, सोध्न जाने मान्छे पनि छैन, कसलाई सोध्न जाने? अरू गाउँलाई सोध्यो खै कहाँ हराए बुढाबुढी अलग भयो भन्छ, थाहा छैन। सोध्न खोज्न एक गर्दाखेरि जहाँसुकै जानुभयो कहीँ पनि नभेटिएपछि अनि खोज्दै यो सिद्धाचल, यो कैलाशको यो पर्वत, यो क्षेत्र, यो पार्श्व क्षेत्रमा आएपछि अहिलेको सिद्धाचल भनिन्छ यो गुहेश्वरीको जो जङ्गल वन छ त्यो क्षेत्रलाई यहाँ मृगीको रूपमा भगवती जगदम्बा पार्वती हुनुहुँदो रहेछ। उहाँलाई कसो चिनेर शिवजी कता हराउनु भयो, कहाँ हुनुहुन्छ भनेर सोद्धा अलि माथितिर अलि उतातिर मृगस्थलीको वनमा त्यहाँ भगवान हुनुहुन्छ, मृगको रूपमा रहनु भएको छ। हामी त यहाँ बुढाबुढी पशुको रूपमा बसेर आनन्दसँग यहाँका घाँसपात चरेर, यहाँका कामलामा सिङौरी खेलेर, यहाँका कन्दराहरूमा डुलेर बागमतीको दिव्य गङ्गाजल भन्दा पनि शतगुणा बढी भागीरथ्या शतगुणम पवित्रम तत्त्वम स्मृतम। भागीरथी गङ्गाको भन्दा पनि 100 गुणा बढीको पवित्र यो जललाई पान गरेर यो दिव्य धाममा रमाएर बसेका छन्। कैलाशमा पर्दा कहिले एउटा आएका छन्, कहिले असुर आएका छन्, कहिले मेरो काम यसो भएन हजुर भनेका छन्, कसैले यो गर्दा मेरो पर भनेका छन्। गर्दा सबभन्दा ठुलो मान्छे सर्वाधिकार लिएको भयो भने कस्तो होला? एउटा नेपालमा त राज्य सञ्चालनमा यति कठिनाइ छ, अबको नयाँ सरकारमा आएका बिचराहरूको दाँतबाट पसिना निस्किनेवाला छ। किन भन्दा सरकार चलाउन भनेको एउटा गाउँलाई चलाउनु पनि त्यति गाह्रो हुन्छ भने ब्रह्माण्डको सरकारै चलाउनु पर्दाखेरि कति अप्ठ्यारो पर्दो हो। कसैलाई के बदनाम दियो, कसैलाई कसरी सुनसुनायो, कसैले ल भयो तैँले मान्यदेखि छोड भन्यो, तपस्वीलाई फकाउनेदेखि लिएर असुरसम्मलाई फकाउनु पर्ने अवस्था आउँछ। हैरान भएर पनि होला बिर्सेर बस एक प्रकारले भन्यो भने आफ्नो के चाहिँ शान्ति पिरा ल्याए जस्तो भनौँ, भगवान्ले शान्तिका लागि पिरा ल्याए जस्तो गरेर आएर बस्नु भएको छ। पशु भनेर मान्छे भनेर गर्दा फेरि समाजमा जाला भनेर होला। त्यसपछि अब भगवान त लानु पर्यो त, यसरी त भएन, ब्रह्माण्डै फेरि
अव्यवस्थित हुन्छ भनेर समातेर पक्रिन पर्यो भनेर जाँदाखेरि एक श्रृङ्ग भएको मृग नेपाल चाहिँ उही बेलादेखि एक सिङेको नाममा प्रख्यात भएछ। गैँडाको एक सिङे, देउता बनेको मृगको रूपमा बनेको भगवान शिव पनि एक सिङ, एका श्रृङ्ग मृग बन्नु भएको छ। ज्याप्प त्यो मृगको सिङमा समाउँदाखेरि तीनटा देवताको हातमा सिङको तीन टुक्रा आयो, पटक्क भाँचियो, शिव अलग हुनुभयो। देवता कहाँ आउनुभयो भनेर फेरि रुवावासी चल्यो। त्यो मृगको हराएको अलग भएको शरीर नै भगवान पशुपतिको पीठको रूपमा प्रतिष्ठित भयो र हातमा आएको तीनटा शिवलिङ्ग, तीनटा टुक्रा आएपछि देवताहरू आत्तिए। शिवको नै अङ्गभङ्ग गरे जस्तो पाप लाग्ला कि भन्दा होइन, यसलाई स्वर्ग मध्य पातालमा लगेर तिमीहरूले राजा स्थापित गर, म त्यहाँ प्रतिष्ठित भएर आशीर्वाद दिनेछु भनेर भगवानको आकाशवाणी भएपछि अनि भगवान ब्रह्माजीले स्थापना गर्नुभएको शिवलिङ्ग त्यो गोकर्ण, जहाँ उत्तर वाहिनी नदीको क्षेत्रमा रहेको गोकर्ण छ। त्यो तीर्थ इन्द्रले लगेको स्वर्गलोकमा लगेर राखेको अर्को शिवलिङ्ग सिद्धलिङ्ग जो हाम्रो आँखा अगाडि छैन, स्वर्गमा गएपछि देखा पर्ला। अनि त्यो पातालमा गएर भगवान विष्णुले स्थापना गरेको अर्को सिद्धलिङ्ग छ। अनि इन्द्रले लगेको जो सिद्धलिङ्ग माथि स्वर्गमा लगेको सिद्धलिङ्ग हो। स्वर्ग विजय गरेर रावणले त्यहाँबाट फेरि हरण गरेर अनि आफू लङ्कातिर लिएर जान्छ भन्दा लङ्कासम्म जान नमानेर अनेक लीला गरेर शिवले दक्षिण भारतमै कहीँ अटिएर त्यहाँको गोकर्ण बनेर फेरि त्यहाँ दक्षिण गोकर्ण भनेर बस्नु भएको छ। र त्यो अहिले दक्षिण गोकर्णको क्षेत्रमा गोकर्ण भनेर एउटा यत्रो त्यो एक प्रकारले नगरै ठुलो सभ्यता नै त्यहाँ खडा भएको छ। र त्योभन्दा पनि प्राचीन, त्योभन्दा पनि उत्तर गोकर्णको महिमा ज्यादा भएको हामीलाई विभिन्न पुराणहरूको वर्णनले थाहा हुन्छ। त्यसै गरी पुराणहरूमा पाण्डवहरूलाई जब बन्धु हत्या, ब्रह्म हत्या जस्ता विभिन्न पापहरू लागे, त्यसको महापातकबाट मुक्तिका लागि भगवान शिवको दर्शन गर्नुपर्छ भनेर हिमालय क्षेत्रमा जाँदा, अहिले जहाँ केदारनाथको क्षेत्र छ त्यहाँसम्म पुग्दा भगवानी पापी छन्, यिनीहरूलाई सकेसम्म भेट्न हुन्न भनेर राँगोको रूप लिएर भाग्नु। शिवजीलाई चाहिँ पशुको रूपमा भाग्ने त्यस्तो खालको अलिकति The settings of your source device. The action press source on your remote control to select the connected source device source box. अब भगवान शिवले पशुको रूपमा भाग्ने चाहिँ अलि अभ्यास रहेछ क्या देवतालाई। त्यसपछि फेरि राँगोको रूपमा भाग्नु भएछ, यिनीहरूलाई दर्शन दिनुहुन्न त्यति चाँडै भनेर त्यहाँ पनि फेरि चापचुप पक्रिँदाखेरि धड चाहिँ त्यहाँ रहेर केदारको दर्शन भएको, शिर चाहिँ भुइँमा काटेर अलग भएको र त्यो अलग भएको शिरको जो भाग हो त्यो चाहिँ फेरि पशुपतिकै रूपमा प्रतिष्ठित भएको भनेर यसरी शिरोभागको रूपमा सिङ अथवा शिरोभाग अथवा शरीरको सबैभन्दा माथिल्लो भाग आदिसँग भगवान पशुपतिको सम्बन्ध हामीले जुनसुकै इतिहास पढ्दाखेरि विभिन्न कथा प्रसङ्गहरू पाउँछौँ। र आध्यात्मिक साधना गर्ने व्यक्तिहरूले सहस्रार चक्रको स्थान हो यो भनेर भन्ने गर्नुभएको आधुनिक कालका सिद्ध योगीहरूले भन्नुभएको पनि हामीले प्रत्यक्ष सुनेका छौँ। कुनै पनि हाम्रा षट चक्र योगीहरूले दर्शन गर्ने, योग साधना गर्ने व्यक्तिहरूले मूलाधारदेखि लिएर मूलाधार स्वाधिष्ठान मणिपुर इत्यादि हुँदैको जो षट चक्र साधना छ, त्यो षट चक्रलाई भेदन गरेपछि अन्तिमको जो सहस्रार स्थान आउँछ, त्यो सहस्रारलाई पनि भेदन गरेपछि बल्ल अनन्त ब्रह्माण्ड अथवा अनन्त ब्रह्म ऊर्जासँग उसको सम्मिलन हुन्छ, एकीभाव हुन्छ। त्यो सहस्रार भेदन गर्ने जो अन्तिम ऊर्जा हो, आशीर्वाद हो, त्यो प्राप्त हुने सहस्रार स्थानको रूपमा भगवान शिव पशुपतिको यहाँ आशीर्वाद प्राप्त भनेर यहाँ बस्नु भएको छ भनेर योगीहरूले भन्नुभएको पनि हामीले पाएका छौँ। यस्ता भगवान शिव राष्ट्रदेवको रूपमा रहनु, पुकारा गर्न पाउनु, बुझ्न पाउनु, यस्ता श्रद्धा गर्न पाउनु नेपालीहरूका लागि, हामी नरनारीहरूका लागि अत्यन्तै ठुलो श्रद्धा र ठुलो गौरव र प्रतिष्ठाको विषय हो। यतिसम्म हामीलाई हाम्रा पिता पुर्खाहरूले दिएको आशीर्वाद छ। अब अहिले हामी नयाँ नेपाल बनाउने हो कि अनौठो बनाउने भन्ने नाममा अनि सहरीकरणको चपेटाका नाममा हामीले बनेको दुर्गति अहिले पशुपति क्षेत्र आफ्नो आँखाले छँदैछ त्यो भन्नै परेको। भगवान शिवलाई स्नान गराउन भनेर प्रकट भएको जो बागमती जिब्रोको रसबाट ब्रह्मद्रवबाट प्रकट भएको बागमती गङ्गा भनेर भनिन्छ, जो भागीरथी भन्दा पनि पवित्र छ भनेर पुराणले वर्णन गरेको छ। त्यो शिवजीको जिब्रोको रसबाट निस्किएको, जिब्रोको बिन्दुबाट निस्किएको त्यो बागमतीमा हामीले 50को दशकमा जब ढाल मिसाउने इत्यादि कार्य भयो, त्यसपछि भगवान शिवकै जिब्रोमा लगेर के थोक नपाउने दिनु नहुने चिज दिएको भएको जस्तो जब त्यहाँ विभिन्न अभिशापहरू नेपाललाई लाग्यो, त्यसपछि नेपालमा के हो मभन्दा यहाँ बस्ने भिमुख र व्यक्तिहरू पत्रकार हाम्रा चाहिँ
युवराजीहरू ज्यादा जानकार हुनुहुन्छ। त्यसपछि नेपालमा विग्रह, हत्या, हिंसा, परस्परको विद्वेष, वैमनस्य, काटाकाट, मारामार, निषेध, अशान्ति, अव्यवस्था जे भइरहेको छ त्यो प्रत्यक्ष छ। त्यही भएर कता कता साधना गर्ने व्यक्तिहरूलाई, गुरुजनहरूलाई हामी सबैलाई विचार गर्दा होइन यो शिवद्रोह, शिव अपराध लागेर यस्तो भएको हो। राष्ट्रदेव भनेर किताब कलममा जति पनि लेख्ने, जय जयकार गर्ने बेलामा व्यवहार गर्ने त्यस्तो भनेपछि त अब ज्वाइँलाई मनिलो गर्न भनेर बोलाएर अनि लगेर पानी चाहिँ नाली पानी उगाएर कसरी खानु दियो भने कस्तो हालत होला भने जस्तै अवस्था नेपालीहरूको छ। त्यही भएर अलिकति लाज पनि लागोस् नेपालीहरूलाई, विशेष गरी नागरिकहरूलाई। हाम्रो प्राचीन शब्दमा मगरवासीहरूलाई नागरिक भनिन्छ। सामान्य अरू वरिपरि टाढा टाढा बसेकालाई लोक भन्ने शब्दले भनिन्छ। र लोकलाई पनि लागोस्, सकेसम्म यहाँका नागरिकहरूलाई अलिकति लाज पनि लागोस्, अनि सरकारलाई पनि अलिकति लाज लागोस्। म नेपालको सरकार हो भनेर बस्दाखेरि बागमतीले पोलोस्, पशुपतिनाथको त्यो अभद्रता, आफूले गरेको अभद्रताले अलिकति चिच्याओस्, पोलोस्। र हामीले यदि यसलाई सकारात्मक रूपमा यदि व्यवस्थित गर्न सक्ने हो भने पशुपतिनाथमा शुद्ध बागमतीको जलले अभिषेक हुनु अनिवार्य छ। त्यो भगवान शिवको देव अधिकारभित्र पर्छ। हाम्रो संविधानले सायद मानव अधिकार मात्रै चिन्छ कि क्यारे, धर्मशास्त्रले देवाधिकारको पनि व्यवस्था गर्दछ। त्यही भएर देवाधिकारभित्र पर्छ। र भारतको न्यायालयको यदि निर्णय मानियो भने कुनै पनि प्रतिष्ठित मूर्ति 5 वर्षको बच्चाको मानव अधिकारको जति व्यवस्था हुन्छ त्यति मानिन्छ। सायद नेपालमा पनि त्यस्तो कानुन उपकानुनमा केही व्यवस्था छ भने हामी जान्दैनौँ। तर रामललाले आफै मुद्दा लडेर अयोध्याको आफ्नो भूमिमा अधिकार प्राप्त गरेर अहिलेको राम मन्दिरको निर्माण भएको छ। त्यहाँको कानुन अनुसार जहाँ न्यायालयमा फैसला भयो, जुन सर्वोच्च अदालतको न्यायालयमा रामललाले आफै मुद्दा दिनुभयो। तर प्रतिष्ठित भएका जो सिद्ध मूर्तिहरू छन् तिनीहरूको 5 वर्षको बच्चाको जस्तो हुन्छ। त्यही भएर आफ्नो भाव आफ्नो अभिभावकसँग भन्न सक्ने, आफैले अरूसँग अगाडि झगडा गर्न जान नसक्ने, एक प्रकारले संरक्षण गरेर अरू कसैले अग्रसारित गर्नुपर्ने भूमिकाको रूपमा भगवानको मूर्ति भएको हुनाले म चाहिँ उहाँको मित्र, नजिकको म अभिभावक हुँ भन्ने हिसाबले एकजना कुनै मित्रले आदेश दिनुभयो अथवा मुद्दा दिनुभयो र रामललाको तर्फबाट मुद्दा लड्नुभयो। उहाँले आफूले व्यक्तिको तर्फबाट रामलला आफैले गरेको मेरो जग्गा मेरो हकमा चाहियो भनेर रामललालाई मुद्दा लड्नुभयो, पाउनुभयो। पशुपतिनाथले यहाँ मुद्दा लड्नु पाउने हो कि होइन त्यो यहाँको कानुनले के भन्छ, तर पशुपतिनाथले मुद्दा लड्नुपर्ने अवस्था हो। र बागमती मेरो हो, मान्छे पछि आएर बसेका हो, राजधानी तिमीले पछि बनाएका हो, के मतलब? यहाँ भेटभाट पछि सुरु भएको, के मतलब? यो बागमती मेरो, यहाँको पदमा पानी मैले पिउन पाउनुपर्छ, यहाँको जलमा मैले स्नान गर्न पाउनुपर्छ। पहिला जस्तो छोडेर म यहाँ नुहाउनु भनेर आएको, अहिले बागमतीबाट नुहाउन पाइने छोडिदियो, मलाई लाज मर्दो भयो, तिमीलाई पनि लाज मर्दो भयो भनेर भगवानले देवाधिकार मान्ने अवस्था आएको छ। अब पनि चुप लागेर बस्यो भने यो यतिकै कुलिएर जाने हो। बोल्न छोडियो भने नबोलीको पिठो बोलीको पिठो बिग्रिन, नबोलीको चामल पनि बिग्दैन भने जस्तो अब त्यस्तो समय आयो। भिडभाड, मिडियाबाजी, प्रचारबाजी, शोरगुल, कोलाहल, जसले जति धेरै ठुलो गर्नु सक्यो त्यसको मात्रै कुरा सुनायो भन्ने समय आएको छ। र हामी नेपालीहरूको चेतना पनि अध्यात्म धर्मबाट बिस्तारै विमुख हुँदै यसै गरी उपेक्षित हुँदै ठिकै छ त यस्तै चलिआएको हो त यस्तै हो त भनिदिँदै जाने हो भने त यो त पुरै खतमै हुने हो, जस्तै हुने हो भन्ने हिसाबले अनि हामीले आवाज उठाउनुपर्छ भन्ने मनसाय गरेर नेपाललाई विभिन्न प्रकारका अभिशापहरूबाट मुक्त गर्नका लागि, किन राष्ट्रदेवकै जो द्रोह भइरहेको छ त्यसको अभिशापबाट मुक्त गराउनका लागि सबैलाई जनचेतना जागरण गराउँदै राज्यलाई पनि एक प्रकारले बाध्यकारी रूपमा राज्यलाई पनि सचेत गराउँदै हामीले यात्रा गर्नुपर्नेछ। र त्योभन्दा पहिला हामीले आजसम्म गरेको देवापराध, शिवापराध, शाश्वत अपराधका लागि भगवान शिवसँग दिव्य करुण भावले क्षमा याचना गर्नुपर्नेछ नेपालीहरूको कल्याणका लागि र नेपाल राष्ट्रको रक्षाका लागि। र आजसम्म गरेको अपराधको क्षमा याचना गर्दै हजारौं लाखौं नरनारीहरूको प्रतिनिधित्व गर्दै सकेसम्म यहाँहरू सबैको उपस्थितिमा यहाँहरूका छोरा नाति पनाति कगजका को हुनुहुन्छ, ज्वाइँ चेला आफ्ना सबै जनसमुदायको थोरै भए पनि सबैको सहभागितामा र पूर्ण परिक्रमा अब 40 दिनको लगभग भनेर हाम्रा च्याम्लीहरूले अध्यक्षहरूले बताइरहनु भएको छ। 35 देखि 40 दिनको सबै घरबार छोडेर हिँड्नुहोस् भन्नु हुँदाखेरि तपाईँले जोगी बनाउनु भन्नुहुँदाखेरि त्यो अति सम्भव नहोला। तर कमसेकम थोरै भए पनि सबैको सहभागिता केही न केही रूपमा भए पनि सबैको सहभागितामा हाम्रो यो यात्रा
सन्तहरू अगुवाईमा ब्रह्मचारी बटुकहरू, वेदाध्यायी भित्रवरहरू, त्यसै गरी श्रद्धालु अत्यन्तै भगवान् शिवका भक्त साधक साधकहरूको सामूहिक लगभग कम्तीमा पनि 100 जना जतिको समूहले पूर्ण पदयात्रा गर्ने भन्ने अहिले हाम्रो विचार छ। बिचबिचमा गाउँ गाउँमा ठाउँ ठाउँमा सहरहरूमा धर्मसभाहरू, अलि विशेष प्रकारका उद्बोधनका जागरणका सभाहरू र त्यहाँबाट राज्यलाई चुनौतीका भाषामा अथवा आदेशका भाषामा बोल्ने हाम्रो चलन छ। हामीले अनुरोध गर्ने हाम्रो साधु सन्तको चलन अलिक कमै छ। हामीले धर्मादेश जारी गर्ने हाम्रो चलन छ। परमादेश न्यायालयको परमादेशभन्दा माथिल्लो हुन्छ हामीले मान्ने, हामीले मानेपछि हुन्छ क्या, आफैले मान्ने त होइन। सुनिले सुन्यो भने सुनिरहेछ, नसुनिले नसुनिहाल्छ गरेर उडाउने रहेछ, आफूले त भन्न पाइयो। हाम्रो हिन्दूबाले ध्यान जान्नु होला, हाम्रो धर्मादेश चाहिँ न्यायालयको परमादेशभन्दा माथि किन हो भन्नु होला। अन्त न्यायालयको परमादेश जारी गर्ने व्यवस्था कानुन भनेको 2/3 जस्तो 100-200 जना पुग्यो भने ताली बनाएको घरमा परिवर्तन भएर अन्त हुन जान्छ, एकको अर्को हुन्छ। जे देख्यो त्यहाँ यसो गरेर ताली बढाइसक्यो भन्छ। हाम्रो धर्मले ताली बढाएको फेरि नै त्यहाँबाट खाँदै होइन। यो लाखौँ वर्षदेखिको समान रूपमा शाश्वत रूपमा सनातन रूपमा आउँछ। यो कानुन त हामी मै ठुलो भएपछि 4वटा 5वटा उसले पनि देख्न थालिसक्यो। यहाँले त कतिवटा देख्नु होला, यो यति परिवर्तन भइरहँदो रहेछ भने योसँग हाम्रो तुलना हुँदैन भने। हाम्रो धर्मादेश त्यो परमादेशभन्दा माथि हो। अहिलेको सरकारको सिद्धान्त संरचनाभन्दा माथि हो। हाम्रो आस्था, हाम्रो नैतिकता, हाम्रो यो सनातन धर्मप्रतिको प्रतिबद्धता भनेको आजको यो कानुन उपकानुनको धाराबाट व्यवस्था हुने चिज होइन, यो माथिल्लो चिज हो। त्यही भएर यसलाई माथिल्लो स्थान दिनुपर्छ नेपालका सबै जनताहरूले। र नेपालका सबैभन्दा धेरै प्राज्ञिक, बौद्धिक जनघनत्व पनि ज्यादा भएको, प्राज्ञिक घनत्व पनि ज्यादा भएको यो उपत्यकाको यो क्षेत्रलाई हामीले 40 दिनसम्म 4 दिनबाट घेराबन्दी गरेर जोडीले फेरि लगाएर नाकसालहरू राति राति घुमे जस्तो गरेर 40 दिनसम्म घुम्दाखेरि मान्छेको चेतना कसो नजाग्ला भन्ने आशाले जम्मै उपत्यकाका जागे भने त उसै गरेदेखि 6 महिनामा ढलमुक्त बागमतीले सरर भगवान् बस्दै माछा नआउने अवस्था आउला कि भन्ने अपेक्षामा त्यही भएर आफ्नो क्षेत्रलाई कुनै पनि राजनीतिक भागवण्डाको साधन नबनाइकन यो विभिन्न प्रकारका उपगुटहरूले भलिबल खेल्ने, फुटबल खेल्ने ठाउँ होइन, यो शुद्ध श्रद्धाको ठाउँ मात्रै हो भन्ने श्रद्धाको स्थानको रूपमा कायम राखेर त्यहाँ स्नान गरेर आचमन गरेर अनि कर्मठ पिण्डबाली गरेर त्यही जल भगवान्लाई चट्ट चाँदीको, सुनको कलशे, तामाको कलशे उठाएर सर्र भट्टबाबुको हातबाट भगवान् शिवलाई जय जय हर महादेव भनेर बनाउन्जेलसम्म हाम्रो यो अभियान, यो एक प्रकारको युद्ध, यो आध्यात्मिक युद्ध निरन्तर नै चलिरहनेछ। र त्यही युद्ध एक प्रकारले वैचारिक युद्ध हो। यो कोसँगको भन्दा हामी आफैसँग, अहिलेसम्मको सोमत बिगारेर बसेका हामी आफैसँगको वैचारिक युद्ध हो। हाम्रै बुद्धि वर्ग, हाम्रै व्यवस्था, हाम्रै आचरण, हाम्रै संस्था, हाम्रै प्रकारको राज्य व्यवस्थासँगको यो युद्ध हो। त्यो भएर आफैसँग लडेर आफैले विजय प्राप्त गर्नुपर्ने यहाँ अवस्था छ। हामीभित्र रहेको आसुरी पक्षलाई, हामीभित्र रहेको दैवी पक्षले जितेर विजय हासिल गरेर दैवी पक्षको जित भएर अनि त्यो व्यवस्थामा ल्याउनु पर्ने अवस्था छ। त्यही भएर यी सबै उद्देश्यहरू राखेर अहिलेसम्म गरेका पापहरूको, अपराधहरूको क्षमापन गर्दै अबको सुन्दर एउटा दिव्य देवधामको, पार्श्व धामको परिकल्पना गर्दै हाम्रो यात्रा चल्नेछ। अवश्य नै यहाँको साथ सहयोग अवश्य नै रहनेछ। र अब त अलिकति लाजै भयो होला यहाँ नागरिकहरूलाई पनि भन्ने हामीलाई लाग्छ। किनभने संसारभर तीर्थ भनेर ठाउँ ठाउँमा जाने अनि युरोप अमेरिकाका राम्रो फोटा पनि भिडियोमा हालेर पोस्ट गर्ने, फोटो भिडियोमा हाल्ने, आफ्नै आराध्य देवताको तिर हालत भएको देखेको नदेखेको नाक सोधेर हिँड्न लाल लाग्दैन। हामीले गाउँमै आउने, गाउँमा हामीले भन्दै हिँड्ने हो, लाल लाग्यो तिमीलाई यहाँ बस्नु छोडेर हिँड बसेछ के पो बसेको काठमाडौँ भन्दै आउने हामीहरू। तिमीहरू सबै 10 लाख खाली हो, किन बस 10 लाख खाली हो भने अलिकति होलो होला, ढल पनि अलिकति कम जाला भन्दै हिँड्ने हो। किन शुद्ध पाएर भगवान्लाई लाज नहुने गरी बस भन्दै हामी आउने हो। घर गाउँमा बस्ने मान्छेहरूलाई लाज मर्दो बनाउने गरी हाम्रो यात्रा चल्दैछ। त्यही भएर तयार रहनु होला, बागवान सुन्नु पनि तयार रहनु होला। त्यसै गरी सहयोग सत्कारका लागि, स्वागतका लागि पनि तयार रहनु होला। साधु सन्तहरूको मण्डली हुँदैछ अनि विद्यालयहरूमा, मठ मन्दिरहरूमा यहाँले बनाएका पाटी पौवाहरूमा यहाँका पिता पुर्खाहरूले राखेका गुठीहरू सबै अनुभव गर्दै हेर्दै यहाँले दिएका श्रद्धा राशिहरूबाट हामीले यात्रा गर्दै हाम्रो यो दिव्य देव यात्रा चल्नेछ। र यही हाम्रो यो दिव्य उद्देश्य हो। यो लगभग 40 दिनको कार्यक्रम 15 गते
सायंकाल भगवान पशुपतिनाथको र बागमतीको महाआरतीका साथ सानो मञ्चको कार्यक्रम यस्तै विभिन्न धर्माचार्य सन्त गुरुजनहरूका साथमा यस्तै एउटा प्राज्ञिक उद्बोधन सभा गरेर अलिक व्यापक जनसहभागिताका साथ हजारौँ लाखौँ मानिसको उपस्थितिमा एउटा उद्बोधन सभा गरेर सायङ्कालीन गङ्गा पूजन बागमती पूजन र गङ्गा आरती गरेर अनि विश्राम गरेपछि भोलिपल्ट बिहान प्रस्थान यहाँबाट प्रस्थान गर्ने र कुशेश्वरदेखि त्यसको मुख्य आरम्भ हुने भएको हुनाले 16 गते साँझ कुशेश्वरमा प्राप्त भएर पुगेर 17 गते बिहान कुशेश्वरदेखि हाम्रो मुख्य यात्राको आरम्भ गर्ने भन्ने हाम्रो यो कार्यक्रमको मुख्य स्वरूप छ र त्यो क्रममा परिक्रमाको रूपमा भगवान पशुपतिनाथको क्षेत्रलाई घुम्दै फिर्दै यो हाम्रो यात्रा निरन्तर चलिरहनेछ। हाम्रो लगभग 100जनाको समूह बिचबिचमा यहाँहरू सबै मिसिने आउने जाने निरन्तर चलिरहोस्। घर गाउँ आफ्ना सबै चाहिँ साथीभाइहरूलाई कुन दिन कहाँ पुग्छ भन्ने पनि अब केही दिनमा हाम्रो यहाँबाट सञ्चार माध्यमबाट आउँछ। यो दिन यहाँ पुग्छ भन्ने पनि जानकारीमा आउँछ। त्यो ठाउँमा हामीहरू सबै सहभागी हुनुपर्छ है भन्दै यहाँले अवश्य नै सहभागिता दिनुहुनेछ भन्दै अब मैले तितो मिठो नमिठो जे बोल्नु अलिअलि भने त्यसमा यहाँहरूले अन्यथा नलिकन स्वीकार गर्नु होला। साधु सन्तहरूको र तपस्वीहरूको बोली चाहिँ तिखै हुन्छ, नमिठै हुन्छ। नमिठो हुनका लागि नै तिनीहरू बसेका हुन्छन्। मिठो बोल्नुलाई त स्वार्थ हुनु पऱ्यो, केही काम गरिदेऊ मेरो भन्नु पऱ्यो क्या, त्यो हाम्रो चाहिँ तिमीले गरेनौ भन्नको लागि त नमिठो हुनु पऱ्यो, त्यही भएको हो। र सरकारमा अलिकति नमिठो बोली छ यो विषयमा सन्तहरूको भन्ने कुरा सुनाउने प्रतिनिधि हाम्रो यहाँ भिडजी यहाँ साथमै हुनुहुन्छ। उहाँको काम त्यही हो, नमिठो गरेका छन् है मान्छेहरूले भनेर भनिदिनु हुनेछ। सबैले पनि भन्ने आशा अपेक्षा राख्दै मेरो आजको वाणीलाई पूर्ण गर्छु।